व्हाट इज बारिस्टा भनेर सोध्यो भने स्टुडेन्टले फटर र मकै पड्के चाहिँ व्हाट इज बारिस्टाको डेफिनेसन दिन सक्छ। तर त्यही बारिस्टा होटेलको कुन डिपार्टमेन्टमा पर्छ भनेर सोध्ने भने उसलाई केही पनि थाहा छैन। कम्पिटिसन एकदमै टफ हुनेवाला छ। सो जस्ट तपाईले लाटे आर्ट बनाउन जान्दैमा, एस्प्रेसो, क्यापेचिनो, अमेरिकानो बनाउन जान्दैमा तपाईले म बारिस्टा भयो भनेर सोच्दै नसोच्नु होला। एस्प्रेसो, अमेरिकानो, लाटे, क्यापेचिनो त बारिस्टा सिकेपछि जसले नि बनाउन सक्छ। यति कुरामा मात्र फोकस भएर बारिस्टा पढाउने हुँदा हाम्रो नेपालको बारिस्टालाई बाहिर स्ट्यान्डर्ड जो मान्दैन। फर इक्जाम्पल, एउटा एस्प्रेसो एक्सट्र्याक्ट गर्दाखेरि ग्राइन्ड साइज कति हुनुपर्छ भनेर त पढाइन्छ, तर त्यो ग्राइन्ड साइज भन्दा तलमाथि भयो भने फाइनल प्रडक्टमा कस्तो इम्प्याक्ट पर्छ र त्यसलाई कसरी फिक्स गर्ने भनेर सिकाइदैन। त्यस्तै मिल्क युज गर्दाखेरि हामीले प्याकेटको मिल्क युज गरिन्छ, तर घरको मिल्क युज गर्न सकिँदैन। त्यो स्टुडेन्टलाई जस्ट युज गरिन्छ भन्ने मात्र थाहा छ, तर त्यसको पछाडिको रिजन थाहा छैन। आई मिन पास्चुराइज मिल्क जो किन युज गरिन्छ, अझै कति स्टुडेन्टलाई त पास्चुराइज मिल्क भनेकै जो थाहा छैन। त्यस्तै मिल्क स्टिम गर्दाखेरि 60 to 65 डिग्री सेल्सियससम्म स्टिम गर्नुपर्छ भन्ने थाहा छ, तर बिलो 60 डिग्री सेल्सियस स्टिम भयो भने के हुन्छ थाहा छैन, र एबभ 70 डिग्री सेल्सियस भयो भने पनि के हुन्छ थाहा छैन। अब तपाईँ आफै सोच्नुहोस्, यसरी बारिस्टा सिकेर तपाईँको वर्ल्ड स्टेजमा कसरी कम्पिटिसन गर्न सक्नुहुन्छ। कम्पिटिसन एकदमै टफ हुनेवाला छ। सो जस्ट तपाईँले लाटे आर्ट बनाउन जान्दैमा, एस्प्रेसो, क्यापेचिनो, अमेरिकानो बनाउन जान्दैमा तपाईँले म बारिस्टा भयो भनेर सोच्दै नसोच्नु होला। सो आउनुहोस्, हामी तपाईँलाई सिकाउँछौँ इन्टरनेसनल स्ट्यान्डर्ड लेभलको बारिस्टा, बारटेन्डर र वेटर, त्यो पनि इच एन्ड एभ्रिथिङ एलोङ विथ रिजन।